नवीन विश्व हो म सोरु गाउँपालिका वडा नम्बर 7 को मुखमा बस्छु अनि मेरो सानो सानो साथी छ सानो सानो ग्याङ थरी केटाहरू मेरो पछि लाग्छन् हामी जान्छौँ बेनी माछा मार्न खोलातिर हात हाल्नु सबैले खोलातिर ढुङ्गा पल्टै जालो हाल्थ्यौँ हामी कहिले जालो हालेर माछा पारेर साथी घरमा खोलेर खान्थ्यौँ भने कोही त घुमेर कोही त बाटोमा पोलेर खान्थ्यौँ सोरु गाउँपालिका वडा नम्बर 7 पचापी लाग्न कसैले सक्दैन यता कसैको छैन अध्यक्ष सदस्य कसैको छैन यहाँ काम कसैले दिन जनताहरूलाई साथ कसैको हातमा लाग्दैन यहाँ पावर आफै हुन्छु खुला बनेर धेरै गर्छन् बोझ आफै खान्छन् भोज भ्रष्टाचारी नेताहरू छन् सोरु गाउँपालिका वडा नम्बर 7मा कसैले दिन सोरु गाउँपालिका जनतालाई वडा नम्बर 7 कसैले दिन 7 सोरु गाउँपालिका वडा नम्बर अध्यक्ष सदस्य पुरैमा कसम भाँड भैलो सबै आफ्नो मनमर्जी गर्छन् वडा कार्यालय गएर दोस्ती हान्न खोज्छन् आफ्नो बाउको सम्पत्ति भए जस्तो गरे नवीन विश्व हो म सोरु गाउँपालिका वडा नम्बर 7 को मुखमा बस्छु अनि मेरो सानो सानो साथी छ सानो सानो ग्याङ थरी केटाहरू मेरो पछि लाग्छन् हामी जान्छौँ बेनी माछा मार्न खोलातिर हात हाल्नु सबैले खोलातिर ढुङ्गा पल्टै जालो हाल्थ्यौँ हामी कहिले जालो हालेर माछा पारेर साथी घरमा खोलेर खान्थ्यौँ भने कोही त घुमेर कोही त बाटोमा पोलेर खान्थ्यौँ सोरु गाउँपालिका वडा नम्बर 7 पचापी लाग्न कसैले सक्दैन यता कसैको छैन अध्यक्ष सदस्य कसैको छैन यहाँ काम कसैले दिन जनताहरूलाई साथ कसैको हातमा लाग्दैन यहाँ पावर आफै हुन्छु खुला बनेर धेरै गर्छन् बोझ आफै खान्छन् भोज भ्रष्टाचारी नेताहरू छन् सोरु गाउँपालिका वडा नम्बर 7मा कसैले दिन सोरु गाउँपालिका जनतालाई वडा नम्बर 7 कसैले दिन 7 सोरु गाउँपालिका वडा नम्बर अध्यक्ष सदस्य पुरैमा कसम भाँड भैलो सबै आफ्नो मनमर्जी गर्छन् वडा कार्यालय गएर दोस्ती हान्न खोज्छन् आफ्नो बाउको सम्पत्ति भए जस्तो गरे